आज जेठ 15 गते अहिलेको सरकारले यानि कि बालेन सरकारले चाहिँ बजेट भाषण चाहिँ गरिरहेको छ। प्रत्येक वर्षको जेठ 15 गते बजेट भाषण गरिन्छ र तर त्यो बजेट भाषण चाहिँ भाषणमै सीमित भएको देखिन्छ अहिलेसम्मको बजेट भाषण हेर्दाखेरि। किनभने बजेट भाषणमा चाहिँ यो ठाउँ विकास गर्ने, यो विकास गर्ने भनेर धेरै पैसा चाहिँ छुट्याएको हुन्छ तर नेपाल सरकारसँग त्यति पैसा हुँदैन र यो पैसा चाहिँ यति पैसा चाहिँ करबाट उठाउने, राजस्व उठाउने, यति पैसा चाहिँ वैदेशिक ऋण ल्याउने, यति पैसा चाहिँ वैदेशिकबाट चाहिँ सहयोग प्राप्त गरेर यति-यति बजेटबाट चाहिँ यो ठाउँ चाहिँ विकास गर्ने भनेर योजना एउटा खाका कोरे तापनि न त त्यति वैदेशिक ऋण आउँछ, न त त्यति कर राजस्व उठ्छ, न त त्यति वैदेशिक सहयोग नै आउँछ। त्यसले गर्दाखेरि बजेट भाषणमा भनेको कुराहरू लगभग 30-40% पनि पुरा भइरहेको देखिँदैन अहिलेसम्मको हेर्दाखेरि। र अहिलेको सरकारले पनि जति बजेट भाषणमा भनेको त्यति मलाई पुरा हुन्छ जस्तो लाग्दैन। किनकि नयाँ भन्ने बित्तिकै, युवा भन्ने बित्तिकै, बालेन भन्ने बित्तिकै, रासपा भन्ने बित्तिकै अथवा अहिलेको नयाँ पुरानो जाने बित्तिकै सबै राम्रै राम्रो हुन्छ भनेर एउटा मानसिकता बोक्नु पनि त्यो चाहिँ राम्रो होइन। र अहिलेको सरकारले भनेको छ कि 7 वटा बन्द भएको उद्योगहरू पनि खोल्ने भनेर चाहिँ निर्णय गरेको छ। यदि यो निर्णय चाहिँ पुरा गर्न सकेमा अहिलेको सरकारले यो निर्णय यदि पुरा गर्यो भने चाहिँ नेपालमा धेरैजनाले रोजगारी पाउने अवस्था देखिन्छ।